मोबिल भन्ने नै छैन क्या यो के हो यो यसलाई के भन्ने अब हामी के भन्न सक्छ यसलाई खोइ म त बुझ्नै सकिरहेन यस्तो पनि हुन्छ हाउजिङको हालत यो के छ मोबिल यहाँ सुक्खा पुरै सुक्खा क्या ल यहाँ देख्न सक्नुहुन्छ पुरै भित्र यहाँ भित्र देख्न सक्नुहुन्छ यो के हो यो हामी किचन फेर्दैछौँ सबै हामी यो सब सफा गरेर अनि किचन फेरेर भिडियो देखाउनेछौँ हामी यो पुरै क्लिन भइसक्यो देख्न सक्नुहुन्छ अघि कस्तो थियो अहिले कस्तो सफा छ अब यसलाई हामी हाउजिङ फिट गर्दैछौँ यहाँबाट यसको ब्यालेन्सरलाई एकदम सेटिङमा मिलाएर टक्क यति हल्कोसँग जान्छ है यसलाई फिट गऱ्यौँ त्यहाँबाट लाग्दैन कहिले पनि हो यसमा पुरानो मोडलहरूमा नयाँ मोडलमा लाग्छ यो पुरानो मोडलमा यसको एकपट्टि मात्रै हुन्छ ठिक्क यसरी लाग्छ है यसरी लगाइसकेपछि हामी यसको क्लच प्लेटको एसेम्बली ढिक्कै क्लच एसेम्बलीको ढिक्का हाल्छौँ यसरी टक्क छिर्छ यसमा यो बिचमा धार भएको वाला उल्टोवाला गुना यसमा लाग्छ उसमा चाहिँ सुल्टोवाला लाग्छ यसमा चाहिँ खोल्नेपट्टि कहने कहनेपट्टि खोल्ने ठ्याक्क उल्टो हुन्छ यसलाई ट्याक्क यहाँ कसेपछि हामीले मिसिन लाएर कस्छौँ मिलाउँदैछौँ यसलाई सेलाक्क यसरी राखेर किचनको यसरी मिलाइदिइसके पछाडि यसलाई यहाँ ट्याक्क यसरी मिलाइदिइसके पछाडि हामीले नट कसिदिन्छौँ हामी यसलाई सफा गरिसकेका छौँ अघि देख्नु सक्नुहुन्छ कति फोहोर थियो अब यस्तो चट्ट सफा क्लिन गरेर यसलाई ट्याक्क यसरी फिट गरिदिन्छौँ यसरी फिट गरेर हामी यहाँ लगाइदिन्छौँ यसको